नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनमा नेपाली खेलाडीहरूको प्रदर्शन सोचे जति उत्कृष्ट हुन सकेन। यद्यपि त्यति धेरै खराबै मात्र पनि भएन। केही खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो, केहीले ठिकठाक खेले, केही भने फ्लप भए। आजको भिडियोमा हामी एनपिएल दोस्रो सिजनको टिम अफ द टुर्नामेन्ट अर्थात् बेस्ट प्लेइङ 11 तयार पार्दैछौँ, त्यो पनि नेपाली खेलाडीहरू मात्र समावेश गरेर। हुन त विदेशी खेलाडीहरूसहितकै टिम अफ द टुर्नामेन्ट गराउनु पर्ने हो, तर नेपाली खेलाडीहरूको प्रदर्शनको मूल्याङ्कन र उनीहरूको नेपाली राष्ट्रिय टिममा पर्न सक्ने सम्भावनालाई समेत ध्यानमा राखेर नेपाली खेलाडीहरूलाई मात्रै समावेश गरिएको छ। नेपाली खेलाडीहरूको प्रदर्शनलाई आधार मानेर उत्कृष्ट 11 तयार पार्ने प्रयास गरेका छौँ। सबैभन्दा पहिला कुरा गरौँ ओपनिङ जोडीको। नेपाली ओपनरको कुरा गर्दा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी पहिलो नम्बरमा आउनेछन्। सुदूरलाई लगातार दोस्रो सिजन पनि फाइनलमा पुर्याउन विनोदको भूमिका निकै महत्त्वपूर्ण रह्यो। ओपनर र विकेट किपरको जिम्मेवारीमा उनी खरो उत्रिए। ब्याटिङको कुरा गर्दा विनोदले कुल 9 खेल खेलेर 264 रन बनाए। यो सिजनमा उनको सबैभन्दा खराब प्रदर्शन फाइनलमा रह्यो। 2 बल खेलेर कुनै रन नबनाई आउट हुन पुगे। विनोद नचल्दा सुदूरको ब्याटिङ नै धराशायी बन्यो। त्यसअघि भने उनको प्रदर्शन राम्रो थियो। पहिलो क्वालिफायरमा विराटनगर विरुद्ध 63 रनको पारी खेलेका थिए। लिग चरणको अन्तिम खेलमा विराटनगर विरुद्ध नै 15 रन जोडेका विनोदले चितवन विरुद्ध 21, जनकपुर विरुद्ध 42, लुम्बिनी विरुद्ध 69, कर्णाली विरुद्ध 11 र पोखरा विरुद्ध 43 रन बनाएका थिए। काठमाडौँसँगको खेलमा पनि शून्यमा आउट भएका थिए। यद्यपि समग्रमा उनको प्रदर्शन राम्रो नै रह्यो। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो नम्बरमा रहे भने नेपाली ब्याट्सम्यान मध्ये दोस्रो नम्बरमा। त्यसैले उनी टिम अफ द टुर्नामेन्टको पहिलो ओपनर हुन्। उनी विकेट किपरको भूमिकामा पनि हुनेछन्। विनोदलाई साथ दिने अर्को ओपनर हुनेछन् कुशल भुर्तेल। पोखरा एभेन्जर्सका कप्तान कुशलको समग्र प्रदर्शन अपेक्षा गरे अनुसार राम्रो रहेन। यद्यपि उनले 7 खेलबाट 139 को स्ट्राइक रेटमा 2 अर्धशतकसहित कुल 156 रन बनाए। दोस्रो ओपनरको रूपमा कुशल र लोकेश बम प्रतिस्पर्धामा थिए, तर हामीले कुशललाई रोजेका छौँ। हुन त लोकेशको रन कुशलको भन्दा धेरै छ। लोकेशले प्रतियोगिताभर 170 रन बनाएका छन्, तर उनले कुशलको भन्दा 2 खेल बढी खेलेका छन् भने स्ट्राइक रेट पनि कमजोर छ। एउटा अर्धशतक बनाएका लोकेशको स्ट्राइक रेट जम्मा 108 को छ, जबकि कुशलको 139 छ। त्यसैले पनि लोकेशलाई कुशलले पछि पारेका छन् र टिम अफ द टुर्नामेन्टको दोस्रो ओपनर बनेका छन्। तेस्रो नम्बरका लागि बिना कुनै प्रतिस्पर्धा रोहित पौडेलको स्थान सुरक्षित छ। उनले टिमलाई उपाधि त दिलाए नै, प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी पनि भए। उत्कृष्ट ब्याटर पनि उनी नै भए। प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहेका उनी नेपाली ब्याटरको पङ्क्तिमा भने पहिलो नम्बरमा छन्। फाइनलसहित रोहितले कुल 276 रन बनाएका छन्, जबकि उनले एउटा पनि अर्धशतक बनाएका छैनन्। तेस्रो नम्बरमा आएर टिमलाई सन्तुलन प्रदान गर्ने रोहितसँग यो नम्बरका लागि अर्को प्रतिस्पर्धी नेपाली खेलाडी नै छैनन्। चौथो नम्बरका लागि भने केही प्रतिस्पर्धा हुने देखिन्छ। यसमा बसिर अहमद, आरिफ शेख र इशान पाण्डे बीच एकजना छान्नुपर्ने हुन्छ। बसिरले 9 खेलबाट 191 रन बनाएका छन्। आरिफले 186 रन बनाउँदा इशानले 160 रन जोडेका छन्। तीनैजनाले प्रतियोगिताभर एक अर्धशतक बनाएका छन्। हामीले भने बसिरलाई नै चौथो नम्बर दिएका छौँ। उनी आक्रामक सटहरू खेल्न माहिर छन्। आवश्यक परेको बेला चौथो नम्बरमा होस् वा लोअर अर्डरमा आएर पनि खेल्न सक्षम छन्। उनी बलिङ विकल्पका रूपमा समेत उपलब्ध हुने खेलाडी हुन्। 5औं नम्बरमा सुदूरपश्चिमका दिपेन्द्र सिंह ऐरीको स्थान पक्का छ। उपाधि जित्न नसके पनि उनले टिमलाई लगातार दोस्रो पटक फाइनलमा पुर्याए, जसमा उनको प्रदर्शन पनि राम्रै रह्यो। यद्यपि अपेक्षा गरे अनुसार उत्कृष्ट त रहेन, तर अन्य खेलाडीको तुलनामा राम्रो रह्यो। ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा उनले राम्रो योगदान दिने गर्दछन्। 162 रन जोडेका दिपेन्द्रले 9 विकेट समेत लिएका छन् भने 10 वटा क्याच आउट गराएका छन्। आवश्यकता अनुसार चौथो र 5औं नम्बरमा बसिर र दिपेन्द्रको ब्याटिङ क्रमलाई उपयोग गर्न सकिनेछ। 6औं नम्बरमा अलराउन्डर गुलसन झाले ठाउँ बनाएका छन्। त्यसो त गुलसनको पनि यो सिजन सोचे जस्तो हुन सकेन। यद्यपि 7 खेलबाट 152 को स्ट्राइक रेटमा 110 रन जोडेका छन्। लोअर अर्डरमा आएर उनी आक्रामक ब्याटिङ क्षमता राख्दछन्। त्यसैले पनि गुलसन टिम अफ द टुर्नामेन्टको प्लेइङ सेटमा पर्ने खेलाडी हुन्। 7औं नम्बरमा करण केसी छन्। करणले बलिङ राम्रो गरे पनि यसपटक उनको ब्याटिङ प्रदर्शन कमजोर नै रह्यो। यद्यपि बलिङमा भने 8 खेलबाट 13 विकेट लिए। 8औं नम्बरमा शेर मल्ल रहेका छन्। उनी ब्याटिङ क्षमता समेत भएका खेलाडी हुन्। शेरले यो सिजन आफ्नो स्पिन जादुमा धेरैलाई फसाए। उपाधि विजेता लुम्बिनीका मल्लले कुल 17 विकेट लिएर सर्वाधिक विकेट लिने सूचीमा सन्दीप लामिछाने र अविनाश बोखरासँग बराबरी पनि गरे। 9औं नम्बरमा नन्दन यादव हुनेछन्। उनको प्रदर्शन पनि अपेक्षा गरे अनुसार नभए पनि त्यति खराब भने रहेन। 7 खेलबाट 10 विकेट लिए। डेथ ओभरमा नन्दनसँगै अविनाश बोहरा हुनेछन्। अविनाशको यो सिजन उत्कृष्ट रह्यो। उनले कुल 17 विकेट लिए। उनी टिम अफ द टुर्नामेन्टको
10औं नम्बरमा रहनेछन्। 11औं नम्बरमा हुनेछन् एनपिएल दोस्रो सिजनको सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने। उनले टिमलाई फाइनलमा पुर्याउन त सकेनन्, तर व्यक्तिगत रूपमा भने उत्कृष्ट प्रदर्शन गरे। कुल 17 विकेट लिए। उनको इकोनोमी रेट पनि निकै राम्रो रह्यो। यो थियो नेपाल प्रिमियर लिगको दोस्रो सिजनको नेपाली खेलाडीहरूको टिम अफ दि टुर्नामेन्ट। खेलाडीहरूको समग्र प्रदर्शन र टिम कम्बिनेसन समेतलाई हेरेर यो टिम तयार पारिएको छ। ओपनिङमा विनोद सम्हालिएर खेल्छन् भने कुशल आक्रामक छन्। त्यसपछि रोहित आएर ब्याटिङलाई सन्तुलनमा राख्न सक्छन् भने बसिर, दिपेन्द्र र गुलसनले आक्रामक पारी खेल्न सक्दछन्। लोअर अर्डरमा करण, शेर र नन्दनले ब्याटिङमा पनि योगदान दिन सक्छन्। बलिङतर्फ पनि बलियो सेट तयार भएको छ। पेस बलरको रूपमा करण, नन्दन र अविनाश छन्। करणले पावर प्लेमा विकेट लिएर विपक्षीलाई दबावमा राख्ने गर्दछन्। नन्दन र अविनाश आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ। मिडल अर्डरहरूमा होस् वा डेथ ओभरमा नन्दन र अविनाशको जोडी विपक्षीहरूका लागि टाउको दुखाइ बन्न सक्दछ। टियु मैदान स्पिनरका लागि सहज मानिन्छ, त्यसैले टिममा सन्दीप जस्ता उत्कृष्ट र अनुभवी खेलाडी छन्, जसलाई अर्का उदाउँदा स्टार शेर मल्लले राम्रो साथ दिनेछन्। दिपेन्द्र, बसिर र रोहित पनि विकल्पमा छँदैछन्। यसरी हेर्दा यो टिम सन्तुलित र बलियो देखिन्छ। टिमको क्याप्टेन हुनेछन् रोहित पौडेल, जसले लुम्बिनी लायन्सलाई एनपिएलको उपाधि नै जिताए। उनलाई उपकप्तानको रूपमा दिपेन्द्र सिंह ऐरीले साथ दिनेछन्। विनोद भण्डारीले विकेट किपरको भूमिका निभाउनेछन्। राम्रो प्रदर्शन गरेर प्लेइङ 11को प्रतिस्पर्धामा रहेका अन्य खेलाडीहरूको कुरा गर्नुपर्दा बलिङतर्फ साहब आलम छन्। उनले 13 विकेट लिएका थिए। त्यसैगरी प्रतीश जीसी, हेमन्त धामी र राशिद खानले समान 9 विकेट लिएर आफूलाई दावेदारको रूपमा उभ्याए। ब्याटिङतर्फ ओपनिङमा लोकेश बम, मिडल अर्डरमा आरिफ शेख र ईशान पाण्डे पनि दावेदारका रूपमा छन्। तपाईहरूलाई यो टिम कस्तो लाग्यो? आफ्नो प्लेइङ 11 कमेन्ट गर्नुहोला। अर्को भिडियोमा हामी यसपटकको एनपिएलमा विदेशी खेलाडीहरूको प्रदर्शन कस्तो रह्यो भनेर चर्चा गर्नेछौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।